येशू को हुनुहुन्छ? सायद जीवनमा सोध्न सकिने योभन्दा महत्त्वपूर्ण प्रश्न अर्को छैन होला। हो नि, लेखक ग्रेग गिल्बर्टको दाबी पनि त्यही छ। यो एउटा प्रश्नको उत्तरले हाम्रो जीवन र अनन्तकाललाई हेर्ने दृष्टिकोण नै बदलिदिन सक्छ। आज हामी उहाँकै पुस्तक येशू को हुनुहुन्छ मा अलि गहिरिएर हेर्दैछौँ। पुस्तकले बाइबलमा आधारित प्रमाणहरूलाई कसरी प्रस्तुत गर्छ भनेर केलाउनेछौँ। र हाम्रो उद्देश्य कुनै नयाँ सिद्धान्त बनाउनु होइन, बरु येशूका सबैभन्दा नजिकका मानिसहरूले उहाँलाई कसरी चिन्दै गए त्यो यात्रालाई हेर्नु हो। एउटा यात्रा जस्तै हो। पुस्तकको भूमिकामा ट्रिप्लीले एउटा रमाइलो कथा सुनाउनुहुन्छ, गलत पहिचानको खतरालाई देखाउन। कस्तो कथा? उहाँको एक साथीले परिचित ठानेर एउटी महिलाको पेट मुसार्दै सोधेछन्, बधाई छ, बच्चा कस्तो छ? तर ती महिला गर्भवती नै थिइनन्। ओहो, त्यो त निकै अप्ठ्यारो भयो होला, कल्पना गर्न पनि गाह्रो छ। एकदमै। त्यो क्षण त लाजमर्दो थियो, तर ट्रिप्लीको तर्क के छ भने येशूको मामलामा गलत चिन्नुको परिणाम त्योभन्दा धेरै गम्भीर र अनन्तकालीन हुन सक्छ। त्यसो भए आजको हाम्रो छलफल येशूलाई उहाँका पहिलो अनुयायीहरूले जस्तै अनुभव गर्ने एउटा यात्रा हो, होइन त? हो। पुस्तकको तर्क अनुसार उनीहरूको बुझाइ एकै रातमा बनेको थिएन। यो त बिस्तारै एकपछि अर्को आश्चर्यजनक खुलासा हुँदै गएको थियो। एक असाधारण मानिसबाट सुरु भएर एउटा यस्तो निष्कर्षमा पुग्यो जसले संसारलाई नै हल्लाइदियो। पुस्तकको सुरुवात विश्व प्रसिद्ध भायोलिन वादक जोशुआ बेलको एउटा रोचक कथाबाट हुन्छ। त्यो सन् 2007 को घटना हो। उनले वाशिंटन डीसी को एउटा व्यस्त सबवे स्टेशनमा गोप्य रूपमा आफ्नो करोडौं डलर पर्ने भायोलिन बजाए। लगभग 45 मिनटसम्म बाख जस्ता महान संगीतकारका उत्कृष्ट धुनहरू। तर त्यहाँबाट हिँड्ने हजारौं मानिसहरूमध्ये केहीले मात्र एकछिन रोकिएर सुने। यो कुरा सोच्नुहोस् त, केही दिन अघि मात्र उनले बोस्टनको एउटा कन्सर्ट हलमा त्यस्तै संगीत सुनाउँदा मानिसहरूले $100 तिरेका थिए। हल खचाखच भरिएको थियो। तर सबवेमा त्यही महानता उनीहरूको अगाडि निशुल्क प्रस्तुत हुँदा धेरैले वास्तै गरेनन्। हो। अनि पुस्तकले यही उदाहरणलाई प्रयोग गरेर एउटा प्रश्न सोध्छ, कतै हामी पनि येशूको मामलामा त्यस्तै त गरिरहेका छैनौं? हाम्रो अगाडि रहेको असाधारण सत्यलाई बेवास्ता गरेर हतारमा हिँडिरहेका त छैनौं? ठ्याक्कै। मलाई सधैँ यो अधिकार भन्ने कुराले अचम्मित बनाउँछ। त्यस समयमा अरू धेरै धार्मिक शिक्षकहरू, शास्त्रीहरू थिए। येशूको सिकाउने तरिकामा यस्तो के फरक थियो र? यो एकदमै राम्रो प्रश्न हो। हेर्नुस्, त्यस समयका शास्त्रीहरूले सिकाउँदा सधैँ आफूभन्दा अघिका प्रसिद्ध रब्बीहरूलाई उद्धृत गर्थे। मतलब रब्बी हिलेलले यसो भन्नुभयो भने जस्तै हो। उनीहरूको अधिकारको स्रोत अरूको व्याख्यामा आधारित हुन्थ्यो। तर येशूले त्यसरी सिकाउनु भएन। उहाँले भन्नुहुन्थ्यो, तिमीहरूले यसो भनेको सुनेका छौ, तर म तिमीहरूलाई भन्दछु। उहाँले आफ्नै अधिकारमा बोल्नुहुन्थ्यो। मानव उहाँ नै त्यस सत्यको मूल स्रोत हुनुहुन्थ्यो। मानिसहरूले यस्तो कहिल्यै सुनेका थिएनन् र यसले उनीहरूलाई चकित बनायो। यो अधिकार उहाँको बौद्धिक चतुर्याइमा पनि देखिन्छ। फरिसीहरूले सिजरलाई कर तिर्ने विषयमा पासोमा पार्न खोजेको घटना। मत्ती 22 को होइन? हो। त्यो पासो साँच्चै चलाखीपूर्ण थियो। यदि उहाँले हो कर तिर भन्नुभयो भने उहाँलाई रोमीहरूको समर्थक भनेर राष्ट्रवादी यहुदीहरूले घृणा गर्थे। तर यदि होइन नतिर भन्नुभयो भने उहाँलाई तुरुन्तै रोम विरुद्ध विद्रोह गरेको आरोपमा पक्राउ गरिन्थ्यो। यो त हारेको स्थिति थियो। तर उहाँको जवाफले त्यो पासोलाई नै भत्काइदियो। उहाँले एउटा सिक्का मागेर सोध्नुभयो, यसमा कसको चित्र र नाम छ? अनि उनीहरूले सिजरको भने। त्यसपछि उहाँले आफ्नो प्रसिद्ध जवाफ दिनुभयो, जुन सिजरका हुन् ती सिजरलाई देऊ र जुन परमेश्वरका हुन् ती परमेश्वरलाई देऊ। यो केवल एक चलाक जवाफ मात्रै थिएन, उहाँले त राजनीतिक पासोलाई अस्तित्वको प्रश्नमा बदलिदिनु भयो। ठ्याक्कै। उहाँले भन्न खोज्नु भएको थियो, हो सिक्कामा सिजरको चित्र छ, त्यो उसैलाई देऊ, तर तिमीहरूमा कसको स्वरूप छ? उत्पत्ति 1:26 अनुसार मानिस परमेश्वरको स्वरूपमा बनाइएको हो। त्यसैले उहाँको गहिरो सन्देश थियो, आफ्नो राजनीतिक दायित्व पूरा गर, तर नबिर्स कि तिम्रो सम्पूर्ण जीवन, तिम्रो निष्ठा त्यो परमेश्वरको हो, त्यो उहाँलाई देऊ। अनि विरोधीहरू चकित भएर चुप लागे। उनीहरूसँग भन्ने केही थिएन। र उहाँका शब्दहरू मात्र होइन,
कामहरू पनि असाधारण थिए। बिरामीलाई निको पार्नु, पानीलाई दाखर रसमा बदल्नु, केही रोटी र माछाले 5000लाई खुवाउनु। तर पुस्तकले स्पष्ट पार्छ कि यी घटनाहरू मानिसहरूलाई मनोरञ्जन दिनका लागि गरिएका जादु वा तमासा थिएनन्, बिल्कुल थिएनन्। बाइबलको यूहन्नाको पुस्तकले यी चमत्कारहरूलाई चिन्ह भनेर वर्णन गर्छ। चिन्ह? कस्तो चिन्ह? जसरी सडकको चिन्हले हामीलाई कतै विषाद देखाउँछ, त्यसरी नै येशूका चमत्कारहरूले उहाँको वास्तविक पहिचानतर्फ सङ्केत गरिरहेका थिए। हरेक चमत्कारले उहाँ को हुनुहुन्छ भन्ने बारेमा केही गहिरो सत्य प्रकट गर्थ्यो। उहाँ साधारण मानिस हुनुहुन्न थियो भन्ने कुरा स्पष्ट हुँदै गइरहेको थियो। कुरा त्योभन्दा धेरै गहिरो थियो। उहाँको शिक्षा र चमत्कारले उहाँलाई असाधारण त बनायो, तर पुस्तकले तर्क गर्छ कि मानिसहरूले उहाँलाई त्योभन्दा पनि ठूलो भूमिकामा देख्न थालेका थिए। उहाँको राजाको पहिचानको कुरा यहीँबाट आउँछ, होइन त? हो, र यो दाबी उहाँको जीवनको सुरुदेखि अन्त्यसम्म देखिन्छ। जब उहाँलाई क्रुसमा टाङ्गियो, उहाँको शिरमाथि लेखिएको दोषपत्रमा थियो, यिनी यहुदीहरूका राजा हुन्। त्यो त रोमीहरूको व्यङ्ग्य जस्तो सुनिन्छ। थियो पनि, तर त्यो एउटा गहिरो सत्यको अनपेक्षित घोषणा पनि थियो। यो दाबीको जरा उहाँको बत्तिस्मामा भेटिन्छ। बप्तिस्मा दिने यूहन्नाले परमेश्वरको राज्य नजिक आएको छ भनी प्रचार गर्दै थिए। त्यो भनेको के हो? त्यसको अर्थ थियो कि इस्राएलले लामो समयदेखि प्रतीक्षा गरिरहेको राजा आउँदै हुनुहुन्थ्यो। जब येशूले बप्तिस्मा लिनुभयो, स्वर्गबाट एउटा आवाज आयो, यो हो मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। हो, र यो घोषणा निकै महत्त्वपूर्ण छ। पुरानो नियममा परमेश्वरका पुत्र भन्ने उपाधि विशेष गरी राजा दाउदको वंशबाट आउने राजाको लागि प्रयोग हुने एक राजकीय उपाधि थियो। तर सामान्य मानिसले त्यो समयमा यो कुरा सुन्दा के साँच्चै राजाभिषेक भनेर बुझ्थे कि उहाँ परमेश्वरको विशेष व्यक्ति हुनुहुन्छ भन्ने मात्रै? पक्कै पनि दुविधा थियो, र उनीहरूको बुझाइ बिस्तारै बढ्दै गयो। तर त्यो राजकीय सन्दर्भ एकदमै महत्त्वपूर्ण थियो। किन? किनभने त्यो समयमा इस्राएल रोमी शासनको अधीनमा थियो। उनीहरू एक मसीह, एक राजाको लागि व्याकुल थिए। त्यसैले परमेश्वरका पुत्र जस्तो उपाधि सुन्नु सामान्य कुरा थिएन। त्यो एक राजनीतिक र धार्मिक विस्फोटक दाबी थियो। हो, स्वर्गबाट आएको त्यो आवाज येशूको राज्याभिषेकको घोषणा जस्तै थियो। यो हो मेरो अभिषिक्त राजा। र बिस्तारै उहाँका चेलाहरूले पनि यो कुरा बुझ्न थाले। पत्रुसको त्यो प्रसिद्ध स्वीकारोक्ति, जब येशूले सोध्नुभयो, तर तिमीहरू नि म को हो भन्छौ? तब पत्रुसले भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ। यहाँ ख्रिस्ट शब्दको अर्थ बुझ्नु जरुरी छ। यो हिब्रू शब्द मसीहको ग्रेक अनुवाद हो, जसको अर्थ अभिषिक्त जन हुन्छ। अभिषिक्त जन मतलब जसलाई राजाको रूपमा अभिषेक गरिएको छ। यो उपाधि आउन बाँकी रहेको एक महान राजाको लागि आरक्षित थियो। येशूको समयमा दाउदको सिंहासन लगभग 600 वर्षदेखि खाली थियो। त्यसो भए पत्रुसले उहाँलाई ख्रिस्ट भन्नुको अर्थ थियो, तपाईँ नै त्यो प्रतिज्ञा गरिएको, लामो समयदेखि प्रतीक्षा गरिएको राजा हुनुहुन्छ। ठ्याक्कै। तर यशाया अगमवक्ताको भविष्यवाणीले यसलाई अझ गहिरो बनाउँछ, होइन र? उनले लेखेका थिए कि ती राजालाई शक्तिशाली परमेश्वर, अनन्तका पिता भनिनेछ। यो कुराले चेलाहरूको दिमाग हल्लाइदिएको हुनुपर्छ। प्रतिज्ञा गरिएको राजा केवल एक महान मानवीय शासक मात्र नभएर कुनै न कुनै रूपमा ईश्वरीय हुनुहुनेछ। त्यसैले जब पत्रुसले तपाईँ ख्रिस्ट, जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भने, उनले केवल एक राजनीतिक उपाधि मात्र दिइरहेका थिएनन्। उनले यही गहिरो रहस्यमय सत्यतालाई बुझ्न थालेका थिए। एक असाधारण मानिस, प्रतिज्ञा गरिएको राजा, तर पुस्तकले तर्क गर्छ कि उहाँको पहिचान त्योभन्दा पनि अझ महान थियो। चेलाहरूले देखेका केही घटनाहरूले उनीहरूलाई यो सोच्न बाध्य बनायो। समुद्रमा आएको आँधीलाई शान्त पारेको घटनाले यो कुरा स्पष्ट पार्छ, होइन? हो, कल्पना गर्नुहोस् त, तपाईँ ढुङ्गामा हुनुहुन्छ, यस्तो ठूलो आँधी आउँछ कि तपाईँ एक अनुभवी माझी पनि डराउनुहुन्छ। तर येशू सुतिरहनु भएको छ। अनि उहाँलाई ब्योजाएर भन्छन्, प्रभु हामीलाई बचाउनुहोस्। अनि उहाँ उठ्नुहुन्छ र बतास र समुद्रलाई हप्काउनुहुन्छ, शान्त हो, रोकिजा, र तत्कालै त्यहाँ ठूलो सन्नाटा छाउँछ। त्यो क्षणमा चेलाहरूको प्रतिक्रिया महत्त्वपूर्ण छ।
उनीहरूले वाह कस्तो शक्तिशाली मात्र भनेनन्। उनीहरू डराए र एक अर्कालाई सोध्न थाले, यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्? यो उहाँको क्षमताको बारेमा मात्र नभई उहाँको पहिचान बारेको प्रश्न थियो। एकदम, किनभने उनीहरूलाई थाहा थियो कि प्रकृतिलाई, विशेष गरी अराजक समुद्रलाई नियन्त्रण गर्ने शक्ति केवल सृष्टिकर्ता परमेश्वरमा मात्र हुन्छ। भजन सङ्ग्रहमा बारम्बार भनिएको छ कि परमेश्वरले समुद्रलाई शासन गर्नुहुन्छ। उनीहरूले आफ्नो आँखा अगाडि परमेश्वरले मात्र गर्न सक्ने काम देखिरहेका थिए। हो, र त्यसैले उनीहरूको प्रश्न थियो, यिनी को हुन्? यो कुरा अझ स्पष्ट हुन्छ जब येशू पानीमा हिँड्नुहुन्छ, चेलाहरू डुङ्गामा थिए, फेरि आँधी चलिरहेको थियो। अनि उनीहरूले कसैलाई पानीमा हिँडेर आफूतिर आइरहेको देखे। उनीहरू भूत ठानेर डराए। तर येशूले उनीहरूलाई भन्नुभयो, साहस गर, म हुँ, नडराऊ। पुस्तकले यहाँ म हुँ भन्ने वाक्यांशको विशेष महत्त्वलाई जोड दिन्छ। किनभने त्यो साधारण परिचय मात्र थिएन। मूल ग्रीकमा उहाँले एगो आइमी भन्नुभयो, जुन परमेश्वरले मोशालाई बलिरहेको झाडीबाट प्रकट गर्नुभएको आफ्नो नामको प्रत्यक्ष अनुवाद हो। प्रस्थान 3:14 को म हुँ जो म हुँ हो। जब मोशाले परमेश्वरको नाम सोध्छन्, परमेश्वरले भन्नुहुन्छ, इजरायलीहरूलाई भन्नु, म हुँले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। यो परमेश्वरको व्यक्तिगत करारको नाम थियो। त्यसो भए जब येशूले आँधीको बीचमा पानीमाथि हिँड्दै म हुँ भन्नुभयो, यो त एउटा असाधारण दावी भयो। यो इस्राएलका परमेश्वर, सृष्टिकर्ता र ब्रह्माण्डका शासक हुँ भन्ने प्रत्यक्ष दावी थियो। र पत्रुसले यो कुरा बुझे? तुरन्तै बुझे। उनको प्रतिक्रिया के थियो? हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि तपाईँ कहाँ आउने आज्ञा दिनुहोस्। उनले बुझे कि यदि यो साँच्चै नै ब्रह्माण्डको म हुँ हुनुहुन्छ भने उहाँले प्रकृतिमाथि पूर्ण अधिकार राख्नुहुन्छ। र पत्रुसलाई पनि पानीमा हिँडाउन सक्नुहुन्छ। पुस्तकले अन्य उदाहरणहरू पनि दिन्छ। एकपटक उहाँले त्यस समयका धार्मिक नेताहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म हुँ। त्यसको प्रतिक्रिया के भयो? उनीहरूले तुरुन्तै ढुङ्गा टिपेर उहाँलाई हान्न खोजे। किनभने उनीहरूले यो ईश्वर निन्दा हो भनेर बुझे। उहाँले आफूलाई अब्राहमभन्दा पुरानो मात्र भनिरहनु भएको थिएन। उहाँले आफूलाई परमेश्वरको अनन्त नाम म हुँ भनेर दाबी गर्दै हुनुहुन्थ्यो। यसरी उहाँका शब्द र कामहरूले उहाँको पहिचानलाई झन्झन स्पष्ट पार्दै लग्यो। हो, उहाँ केवल एक असाधारण मानिस वा प्रतिज्ञा गरिएको राजा मात्र होइन, उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो जो मानिसको रूपमा आउनुभएको थियो। आजको हाम्रो कुराकानीलाई सारांशमा ल्याउँदा पुस्तकले पाठकलाई येशूको पहिचानको यात्रामा लैजान्छ। एक असाधारण शिक्षकबाट सुरु भएर त्यसपछि उहाँ इस्राएलको राजा हुनुहुन्छ भन्ने बुझाइमा पुग्छ र अन्ततः उहाँ स्वयं परमेश्वर, महान म हुँ हुनुहुन्छ भन्ने निष्कर्षमा टुङ्गिन्छ। र पुस्तकको मुख्य तर्कलाई जोड दिनु महत्त्वपूर्ण छ। येशूलाई केवल एक असल नैतिक शिक्षक भन्न मिल्दैन। किन मिल्दैन? किनभने एक असल र समझदार शिक्षकले आफूलाई परमेश्वर हुँ, म हुँ भनेर दाबी गर्दैन। उहाँले गर्नुभएको दावीहरूको आधारमा सीएस लुइसले प्रसिद्ध रूपमा व्याख्या गरे अनुसार त्यहाँ केवल 3वटा सम्भावना रहन्छन्। कुन? उहाँ या त झुटो बोल्दै हुनुहुन्थ्यो, या उहाँ पागल हुनुहुन्थ्यो, वा उहाँ प्रभु हुनुहुन्थ्यो, अर्थात् उहाँले जे भन्नुभयो उहाँ त्यही हुनुहुन्थ्यो। यो तर्क निकै प्रसिद्ध छ, तर के पुस्तकले चौथो विकल्पबारे छलफल गर्छ? जस्तै लेजेन्ड, किंवदन्ती, अर्थात् येशूले त्यस्तो दाबी कहिल्यै गर्नु भएन, तर उहाँका अनुयायीहरूले पछि त्यो कुरा थपे। एकदम राम्रो प्रश्न। पुस्तकले यसलाई अप्रत्यक्ष रूपमा सम्बोधन गर्छ। हेर्नुहोस्, किंवदन्ती बन्न समय लाग्छ, सामान्यतया धेरै पुस्ताहरू। तर सुसमाचारका पुस्तकहरू त चाँडै लेखिएका थिए होइन र? हो, घटना घटेको केही दशकभित्रै, जबकि धेरै प्रत्यक्षदर्शीहरू जीवितै थिए। यदि लेखकहरूले कथाहरू बङ्ग्याएका थिए भने त्यहाँ धेरै मानिसहरू थिए जसले भन्न सक्थे, एक मिनट पर्खनुहोस्, उहाँले त्यस्तो कहिल्यै भन्नु भएन। अनि अर्को कुरा, पहिलो चेलाहरू यी दावीहरूको लागि मर्न तयार भए। मानिसहरू आफूले सत्य ठानेको कुराको लागि मर्न सक्छन्, तर आफूले बनाएको झुटको लागि कोही पनि मर्दैन। त्यसैले प्रमाणहरूले किंवदन्तीको सिद्धान्तलाई कमजोर बनाउँछ।
यो कुराले हामीलाई फेरि सुरुको त्यो सिक्काको कथामा फर्काउँछ। हो, यदि येशू केवल एक असल शिक्षक हुनुहुन्थ्यो भने परमेश्वरका कुराहरू परमेश्वरलाई दियो भन्नु एउटा बुद्धिमानी सल्लाह मात्र हो। तर यदि ब्रह्माण्डका सृष्टिकर्ता जसले बतास र समुद्रलाई आज्ञा दिनुहुन्छ उहाँ नै हाम्रो राजा हुनुहुन्छ भने उहाँलाई परमेश्वरका कुराहरू दिनुको अर्थ के हुन्छ? यसले सिक्काको मूल्यभन्दा धेरै पर हाम्रो सम्पूर्ण जीवन, हाम्रो निष्ठा सबै कुरालाई समेट्छ। ठ्याक्कै, हाम्रो सबै कुरा। आजको लागि एउटा अन्तिम विचार छोडेर जाउँ। यदि पुस्तकको तर्क सही छ र येशू साँच्चै नै जीवित हुनुहुन्छ भने उहाँको पहिचान केवल 2000 वर्ष पुरानो ऐतिहासिक प्रश्न मात्र रहेन। यो एक वर्तमान र व्यक्तिगत प्रश्न बन्छ। हो, उहाँले आफ्ना चेलाहरूलाई सोध्नु भएको प्रश्न, तर तिमीहरू नि म को हुँ भन्छौ, आज पनि हरेक व्यक्तिलाई सोधिएको छ।